बहिनी तपाईलाई यस हाम्रो फालेलुङ पर्यटन महोत्सव 2081 मा हामी फालेलुङको तर्फबाट स्वागत गर्दछौं। धन्यवाद। र आज तपाई यस महिला मिनी म्याराथनमा सहभागी हुनुभयो र प्रथम हुनुभएको छ। तपाईको छोटो परिचय दिनुस् न ल। नमस्ते, मेरो नाम चाहिँ पुष्पा शर्मा लिम्बू। म चाहिँ पास्तर मिक्लाजुङ 2 बाट आएको यस म्याराथनमा सहभागी हुनको लागि। अनि आज तपाई सहभागी हुनुभयो र तपाई प्रथम पनि हुनुभयो है? हजुर। ल, तपाईलाई मेरो तर्फबाट पनि बधाई छ। साथै हाम्रो फालेलुङ गाउँपालिकाको तर्फबाट पनि तपाईलाई म बधाई दिन चाहन्छु। धन्यवाद। र बहिनी तपाई प्रथम हुनुभयो अनि यो तपाईलाई आजको हैन यस म्याराथनमा यो रुटहरु चाहिँ तपाईलाई कस्तो लाग्यो हैन? बाटोघाटोहरु मलाई यो रुट चाहिँ एकदम यो हाई लेभलमा भएकोले गर्दाखेरि अलिकति गाह्रो हुने रहेछ। हाई लेभलमा चाहिँ अब यो चाहिँ 3300 मिटरको उचाइमा भएकोले गर्दाखेरि अलिकति श्वास प्रश्वासमा चाहिँ समस्या आउने रहेछ। तर राम्रै भएको थियो। बाटोमा स्कटिङहरु अनि त्यसपछि खानेहरुको व्यवस्था थियो, त्यही भएर राम्रै भएको थियो। ए ल, तपाईलाई एकदमै म धन्यवाद दिन चाहन्छु। तपाईले यसरी तपाईको आफ्नो परिचय दिनुभयो, आफ्नो केही अनुभवहरु बताउनु भयो र तपाईलाई म हृदयबाट एकदम धन्यवाद दिन चाहन्छु र तपाईलाई धेरै धेरै बधाई पनि दिन चाहन्छु। हुन्छ, धन्यवाद।